नमस्कार साथीहरू, आज फेरि म एकदमै मिठो अनि सजिलो तरिकामा बनिने र लामो समयसम्म स्टोर गरेर राख्न मिल्ने टमाटरको अचारको रेसिपी लिएर आएँ। यसरी फ्रेस टमाटर लिएर त्यसलाई 5 मिनटसम्म बोइल गर्ने र बोइल भएको टमाटरको स्किन निकालेर सेलाउन दिने। लगाइसकेपछि यसरी मेस गर्ने। मेस गरिसकेपछि तातो कराईमा तोरीको तेल राख्ने। यसरी जिरा, मेथी, तोरीको दाना र लसुन अदुवाको पेस्ट पनि राखेर मजाले गोल्डन ब्राउन हुने बेरसम्म चलाउने। गोल्डन ब्राउन भइसकेपछि स्वाद अनुसार बेसार धनियाको पाउडर राखेर एकछिन मजाले पकाउने। मसलालाई मजाले पकायो भने अचार मिठो हुन्छ। अघि मेस गरेर राखेको टमाटरको पेस्ट राख्ने र मजाले पकाउने। मजाले पकाइसकेपछि स्वाद अनुसार नुन राख्ने। यसलाई चाहिँ हामीले छोपेर पकाउनु पर्ने हुन्छ। कराईमा पानी नछोड्दासम्म मजाले पकाउनु पर्दछ। कलर चेन्ज भइसकेपछि सक्कर राख्ने र एकछिन मिडियम फ्लेममा पकाउने। हामीले खुर्सानी मसलाहरू चाहिँ अगाडि नै राखेको थियौँ। त्यो पाकेर रेडी भइसकेपछि अन्तिममा हामीले यसमा भिनेगर पनि राख्न सक्छौँ। भिनेगरले हाम्रो अचारलाई लामो समयसम्म स्टोर गरेर राख्न मद्दत र हाम्रो अचार यसरी रेडी हुन्छ। हस् त, धन्यवाद साथीहरू। हजुरहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु है त। थ्याङ्क यू फर वाचिङ। बाई बाई।